अब मन पर मात्र हुन्छ त्यसको रूप रङ कस्तो छ जिन्दगीमा एकखेप पनि बेपत बाउको बेडो थाम्नु पर्दैन जोतेर म गर्छु बाटे बस्ती चाहिँ थियो बस्ती चाहिँ ए बस्ती चाहिँ डालो मिले कि कम्बा छछिने कि ओठामा लाली त्यसको मुखी पनि छैन अघि पनि छैन गोरी काली रूप रङ गोरी काली छ बराबा गोरी काली साक्षी गोरी काली छ बराबा गोरी काली मुकुन्दे किन बराबा अब रूपै जाब मात्र कालो भएर के बिग्रिन्छ त मन चाहिँ सफा हुनु पर्यो क्या मुकुन्दे भइगयो नि अनि लक्षण अलक्षण बानी बेहोरा कस्तो छ त त्यसको बोल्दिन हिस्ट्री कुरो बोल्दिन लेखा पढे राम्रो त्यसको कस्तो कस्तो खादिन जता पायो जादिन बोली पनि राम्रो छ बराबा बोली काली राम्रो तिमीहरू लागि नास्यो बच्चालाई केटी भए पुगिहाल्छ भविष्य सपार्न यसो अलिक गतिले गरी मनकै दाइजो हात लगाउनु पर्छ क्या जाबो एउटी छोरीलाई जति लाग्यो त्यति दिन सक्छ तिनीहरू माग्न पर्छ लन्ठु माग्न पर्छ मौका यो हाम्रा पनि खेली गर्नुपर्छ ढोली नरोकोस् दाइजोले दाइजो पनि दिँदैनौ बराबा लिँदा पनि लिँदैनौ दाइजो पनि दिँदैनौ बराबा लिँदा पनि लिँदैनौ बराबा मुकुन्दी होइन बडाबा मुकुन्द प्रसाद शर्मा भन्नुहोस् मुकुन्द प्रसाद शर्मा मर्जी होस् बडाबा लौ हेर यो बाछो डुक्रेको तेरा तिग्रा सप्रेपछि के गन्थिस् हामीलाई सुन्नुहोस् अरू जिन्दगीभर नागे बसिन्छ तर दाइजोको नाउँमा फुट्टी सुकोले मार्दैन दाइजो लिन्न बडाबा अब अहिले त्यो केटी माग्न जानुपर्छ कन्याहरू छका लागि ल हजुर अघि लाग्नुहोस् अब घर बुढा भनेको हजुर नै हो म बजिया थियौँ के पछि पछि आउँला हिँड्नुहोस् बडाबा ए बडाबा किन बजे तपाईँ मसँग के रिसाएको त बजिया झ्यासँग म रिसा होला उसो भए सडकमा अघि लाग्नुहोस्